फोटोकपी यता बनेको छ नि जानकी मन्दिर त्यता छ। ए यता हो जानकी मन्दिर? हामी उल्टो बाटो आएछौँ। ल हस्, धन्यवाद। जनकपुर धाम केवल एउटा सहर होइन, यो विश्वासको भूमि हो, संस्कृतिको आत्मा हो र संकल्प जन्मिने ठाउँ हो। यो यात्रा केवल गन्तव्यसम्म पुग्ने होइन, यो यात्रा आफूलाई चिन्न, आफ्नो क्षमतालाई मापन गर्न र नयाँ सम्भावनातर्फ अघि बढ्ने कथा हो। चिसो मौसम, शरीर काम्ने हावा, दिन रातको निरन्तर मेहनत, थकाइ थियो तर मनमा विजयको एउटा आशा र भरोसा थियो। समय कठिन थियो तर संकल्प अझै बलियो थियो। हरेक पाइला सङ्घर्षको थियो, हरेक सास आशाले भरिएको थियो, किनकि यो केवल यात्रा थिएन, यो एउटा अभियान थियो। जनकपुर धाम जहाँ मिथिलाको कला बोल्छ, जहाँ जानकी मन्दिरले धैर्य सिकाउँछ, जहाँ इतिहासले आजलाई दिशा दिन्छ। यहाँको हावामा सकारात्मक ऊर्जा छ, यहाँको माटोमा परिवर्तनको शक्ति छ। यस भूमिले मलाई सम्झायो, सफलता भाग्यले होइन, निरन्तर प्रयासले जन्मिन्छ र अन्ततः त्यो क्षण आयो। सफलता, विजय, खुसी, खुसीका आँसुहरू बगे, किनकि त्यो आँसुमा सङ्घर्षको कथा थियो, मेहनतको मूल्य थियो। यो जीत केवल मेरो होइन, यो जीत हरेक साथ दिने मनको हो, हरेक विश्वास गर्ने आत्माको हो। विजयी र मनोनित सबैलाई हृदयदेखि बधाई। यो यात्रा यही सकिँदैन, यो त नयाँ सुरुवात हो। अबको गन्तव्य सकारात्मक परिवर्तन, अबको बाटो नयाँ मार्गचित्र। एक सङ्कल्पले सफलता जन्माउँछ र सफलताले रूपान्तरणको बाटो देखाउँछ। यात्रा जारी छ। जनकपुर धाम सधैँ सम्झनामा रहिरहनेछ, सधैँ सम्झनामा रहिरहनेछ। धन्यवाद, नमस्कार।